बेसिकली हाम्रो अनरेबल प्राइम मिनिस्टर मोदी चाहिँ एकदमै हि इज भेरी मच इन्ट्रेस्टेड इन टुरिज्म। उहाँले सबै यो एनआरआइजहरूलाई भन्नुहुँदैछ इन्डिया भिजिट गरिदेऊ, यो रिमोट एरियाजमा जाइदेऊ भनेर धेरै यो रिल्याक्सेसन पनि गरिदिनु भयो पर्मिटहरूमा ओसिआईहरूलाई हो कि स्पेसली। अन्त एउटा त्यो अर्को इन्फ्रास्ट्रक्चर डेभलपमेन्टमा पनि चासो पनि लिनुभएको छ हो कि। खालि अब हाम्रो अलिकति यो गाडीको अलिकति बाटो चाहिँ अलिकति ठिक है एट द मोमेन्ट ठिक छैन, तर नेक्स्ट 26मा त हामीले ट्रेन पनि हुन्छ, प्लेन पनि हुन्छ, बाटो पनि ठिक भइहाल्छ। देन विल हेभ कपाल अफ प्लेसेस है। त्यति अर्को कुरा तपाईँको के हुन्छ भने चाहिँ अब जस्तै प्राइम मिनिस्टर मोदी आयो भनेपछि चाहिँ नि यति साह्रो मिडिया चाहिँ एक्टिभ हुन्छ कि त्यो गर्दा चाहिँ सिक्किम इज फोकस अहिले। अन्त त्यो गर्दाखेरि चाहिँ कतिजनाले प्लान गरिरहेको हुन्छ आउने भन्दा चाहिँ यो चाहिँ तपाईँको अलिकति स्ट्रङ यो सपोर्ट जस्तो हो। बजेटहरू आउनु के गर्नु त अब त्यो गभर्मेन्टको काम हो। एसकेएम गभर्मेन्ट गरेछ, इज भेरी क्लोज टु अमित शाह एन्ड प्राइम मिनिस्टर, उहाँले त्यो त मिलाउनुहुन्छ होला। तर अब जस्तै हाम्रो यो कतिवटा रुल्स रेगुलेसन्सहरू छ कहाँ हाम्रो ट्विक हुँदैछ हो कि। जस्तै तपाईँको यो अहिले लेटेस्ट कञ्चनजङ्घा एक्सपिडिसनमा अहिलेसम्म बन्द गरेर राखेको थियो, तर अब आइवास गर्यो है, स्टेटलाई आइवास गरेर त्यो लगिहाल्यो। अब के हुन्छ भने चाहिँ अर्को चाहिँ हाम्रो प्रब्लम के भएको छ भने चाहिँ तपाईँको यो जति त्यो ग्रिन लेक ट्रेक भयो, नर्थ सिक्किमको जति पनि ट्रेकहरू एक्सपिडिसन्सहरू छ नि, त्यो चाहिँ अहिले मिनिस्ट्री अफ डिफेन्सले एउटा रुल निकालेको छ कि त्यो रुलले चाहिँ भन्छ कि यो के अरे एनओसी अप्रुभल चाहिँ आइएमएफको हुनुपर्छ भन्छ, इन्डियन माउन्टेनियरिङ फेडरेसनको। त्यसले गर्दा चाहिँ हाम्रो हातमा सिक्किमको हातमा चाहिँ केही पनि रहेन। अब यो चाहिँ गभर्मेन्ट अफ सिक्किमकै अन्डरमा हुनु पर्यो। अब यो त एउटा अब ऐतिहासिक क्षण पनि हो। अब उहाँ जस्तो एउटा महान नेता है हाम्रो भारत देशको प्राइम मिनिस्टर जी आउँदाखेरि त एकदमै ओभियसली हामी धेरै नै खुसी छौँ। सँगसँगै उहाँले धेरै सिक्किमलाई माया गर्नुहुन्छ होला भन्ने चाहिँ आशा छ हामीलाई, एकदमै खुसी। विशेष गरी त हाम्रो यो सिक्किमको जति पनि अब कति पेन्डिङ कामहरू भएको डेभलपमेन्टको कुरा भयो है, अब कतिवटा धेरै पेन्डिङ्सहरू छ त्यो विषयमा चाहिँ उहाँले जस्तै ट्रान्सपोर्टेसनको भयो है, अब धेरैवटा इस्युजहरू हुन्छ। अब त्यो इस्युजमा पनि उहाँले अलिकति घोषणा गरिदियो भने चाहिँ हामी खुसी हुन्थ्यौँ जस्तो लाग्छ। तर सर्वप्रथम त जुन प्रकारले भोलि प्रधानमन्त्रीको सिक्किम भ्रमण छ त्यसमा सिक्किमको जनसाधारणको तर्फबाट एक्सपेक्टेसन हामीले के राखेका छौँ भन्दाखेरि मैले लास्ट मन्थ नै प्रधानमन्त्रीको अफिसमा सिक्किमको धेरैवटा लङ पेन्डिङ इस्युजहरू सँगसँगै राजनीतिक अधिकार कतिवटा हाम्रो आजसम्म सुनिश्चित भएको छैन त्यो विषयमा सिक्किम सरकार लगायत प्रधानमन्त्रीको अगाडि हामीले पस्किसकेका छौँ र हामी आशा गर्छौँ कि भोलि 29 तारिक जुन चाहिँ हामी एभरेस्ट डे भनेर पनि हाम्रो शेर्पा समुदायले मनाउने गर्छ त्यो दिनै उहाँ आउनुहुँदैछ र एउटा पुण्य दिनमा तिथि छ भोलि। त्यसर्थ म प्रधानमन्त्रीबाट त्यही एउटा आशा राख्छु कि उहाँले भोलि आउँदाखेरि चाहिँ 50 सालको एउटा जुन चाहिँ स्टेटहुड सिक्किमले मनाउँदैछ त्यसमा चाहिँ उहाँले जति पनि हाम्रो आजसम्म थाँतीमा रहेको अधिकारहरू उहाँले सुनिश्चित गर्छ भन्ने म त्यो आशा गर्दै र म के कामना पनि गर्न चाहन्छु। सबैभन्दा पहिला त हामी सिक्किमवासी उहाँलाई सहर्ष स्वागत जनाउँदछौँ। हाम्रो यो 50औं राजत्व वर्षगाँठ हामीले जसरी मनाउँदैछौँ गोल्डन जुब्ली सेलिब्रेसनमा, र एज अ लेम्यान मैले भन्नुपर्दाखेरि सिक्किमको अब विभिन्न इस्युजहरू छ, विभिन्न कुराहरू आइरहेको छ र त्यसमा सर्वप्रथम भन्नुपर्दाखेरि त जुन प्रकारले ग्लोभको पछाडि जुन भवितव्य भयो त्यस पछाडि हाम्रो कनेक्टिभिटीहरू, हाम्रो सडक मार्गहरूदेखि लिएर हाम्रो धेरैवटा पुलहरू भत्किएको छ अनि अहिले पनि नर्थ सिक्किम घरिघरि कट अफ हुन्छ र त्यसकारणले गर्दा मलाई आशा छ कि उहाँको भिजिटले पक्कै पनि त्यो कुराहरूमा समाधान गर्नेछ र साथसाथमा जुन चाहिँ टुरिज्मको अहिले अलिकति पहिलाको जस्तो छैन र अलिकति कमी भएको टुरिस्टहरूको कमी भएको जुन चाहिँ हामीले महसुस गर्दैछौँ त्यसमा पनि उहाँको आगमनले एउटा रिभाइभल हुन्छ भन्ने आशा गरेको छु। जुन चाहिँ भोलि सिक्किममा अनरेबल प्राइम मिनिस्टर आउनुहुँदैछ है त्यसमा वी आर एज अ सिक्किमिज है, एज एन इन्डियन हामी एकदम खुसी छौँ कि प्राइम मिनिस्टर एउटा स्टेटहुडको सेलिब्रेसनको लागि आउनुहुँदैछ है। अब इस्युजहरू डिमान्ड्सहरू हेऱ्यो भने सिक्किममा लङ पेन्डिङ पोलिटिकल इस्युजहरू पनि धेरै नै छ है। त्यो पनि सायद अब हामी आशा गर्छौँ कि सिक्किम सरकारले त्यो सबै मागहरू राख्नु भएको होला प्रधानमन्त्रीको अगाडि। म स्वयं एउटा सिक्किमको सिटिजन प्लस एउटा अल इन्डिया बुद्धिस्ट फोरमको सिक्किम शाखाको कोअर्डिनेटरको हैसियतमा म यो पनि सिक्किम सरकारलाई अपिल गर्न चाहन्छु कि उहाँहरूले एउटा रेजोल्युसन पास गरेर जुन चाहिँ बुद्धगयाको यो लङ पेन्डिङ इस्यु हुँदैछ त्यसमा पनि प्रधानमन्त्रीको कानमा अलिकति हालिदिनु भयो भने चाहिँ हामीलाई पनि एकदम राम्रो हुन्थ्यो। जति पनि हाम्रो यहाँ सिक्किमको बौद्धावलम्बीहरू छ उहाँहरूलाई पनि एकदम राम्रो हुने थियो।